म विचार गर्छु हाम्रो देशमा पनि राताम्बे गुराँस फुल्छन्। आहा, लाली गुराँस। तर हाम्रो देशमा गुराँसको बोट यति पुड्को हुँदैन। मलाई घरको सम्झना आउँछ, रुन मन लाग्छ। गुराँसको फेदमा एउटा ओसिलो ठाउँ, हिमाली चिसो हावा, हरियो बगेको पानी, पार्थक्यको कत्रो अभिशाप, हरे घामले डढेको ढुङ्गे गोरेटो, बमले घाइते बनाइएका गुराँसका बोटहरू, यिनीहरूकै फोसिलले एक दिन सायद देखाइदिनेछ हामी कत्रो अभिशाप खपेर जीवन नाउँको बोझलाई काँधमा हालेर यहाँ हिँडेका थियौं। छेउमा बगल लगाएर सुताइएकी एउटी पन्जाबिनीको लास र मुन्टोमा मुख गाडेर एउटा बच्चाले दूध पिइरहेको छ। यो जस्ताको तस्तै उत्रिनुपर्छ फोसिलमा र म गिद्धहरूलाई पुकारा गर्छु, नगाजी है यिनीहरूका लासलाई, यो युद्धको स्मृति चिन्ह हो। गडेका आँखा, दारीजुगा खौरन नपाएर कालाम्बे अनुहार, दुजा दुजा परेको पाइजामा, 20 ठाउँ फाटेको कमिज। मलाई हेरेर साथी हाँस्छ र उसलाई हेरेर म। हाम्रो हाँसो असाध्य मरन्च्यासे हाँसो, टिट लाग्दो हाँसो। छेउछाउका ढुङ्गाहरूलाई मानिसको प्रगति देखेर सायद यस्तै मरन्च्यासे हाँसो